A few minutes later. Instant glow. यो चाहिँ मैले एकचोटि मात्र लगाएको छु अनि so yes, let's wear it. I'm lefty, so left hand. Bye. अहिले एकछिनमा रेकर्ड गर्छु. अब चाहिँ जुत्ता लाउँछु, नो चप्पल लाउँछु. I shall have go. This is my मोजा. अझ मजाले. मनी आएन नि हप्ता पाइन्छ नि है त्यहाँ त्यो चढाउने कुराहरू त कस्तो हावा गयो. हामी
भन् यहाँ त अमिलो रहेछ स्टार फ्रुट रहेछ पकोडा रहेछ समोसा रहेछ सब कुरा रहेछ अनि लामो खालको अमिलो त्यो अमिलो होइन कि मैले अरू ठाउँमा हेर्दा पाइँदैन यहाँ चाहिँ रहेछ खानालाई जन्मिएको कि जन्मिन सक्छ खाना बाँच्यो कि बाँच्न लाग्यो भन्नु खाना बाँच्यो त्यस्तै हो खानेकुरा भन्दा आउँछ हेरिदिनुहोस् त एउटा भएको जिन्दगीमा खानेकुरा नहेर के हुन्छ त्यो खानु पाइहाल्छ एकपल्ट खिच्दा नि यहाँ त मान्छे हुन्छ नि वरिपरि मजा लिनु न हामी चाहिँ तल झर्दैछौँ हामीले चाहिँ वान वे गरेको थियौँ बिकज हामी सबै हेर्नु मन थियो नि त फर्किँदा अनि यो चाहिँ मेरो थर्ड टाइम हो आउँदै हुनुहुन्छ दिदी भेनाले चाहिँ अनि मम्मी ग्यास कस्तो छ जस्तो मिठो हुन्छ ल चाख्नु त अनि रिभ्यू दिनु म आफै दिन्छु आफ्नो रिभ्यू I am so clumsy. Thank you so much. Good night. बाहिर गएर त अरूको गरेर गऱ्यो भने त्यो लुचेर आउँछ होला साउलाई नै पहिला साउला फेर्छ मलाई
A few moments later. हाई गाइस, आज चाहिँ हो त्यही बिहानको ब्लगको बेलुका हो अहिले चाहिँ। अनि मैले चाहिँ त्यसपछि हामी दर्शन गरेपछि मेरो मोबाइलको ब्याक प्यानल क्र्याक भएको थियो नि त, अनि फेर्नु पर्ने थियो। अनि त्यही भएर त फेर्न दिएँ। अनि इट टुक 3 to 4 hours। अनि बिनाजुहरूलाई छोडिदिएर अनि म चाहिँ घर आइटाएको थियो त मलाई। अनि म सुतेछु। अनि पछि त्यसपछि मैले खाजासाजा खाएको थिएँ। अनि अघि कृष्ण मन्दिरतिर गएर आएको थिएँ। मैले चाहिँ स्न्यापच्याटमा फोटो पठाएको छु। अनि इफ यु ह्याभ वान टु फलो अन माई स्न्यापच्याट। सो यस्तै हो, मैले चाहिँ धेरै भयो नि त भिडियो नहालेको। अनि बिहान टिकावाली पनि छ, अब हिँड्न जान्छु अहिले, त्यसपछि धुन्छु। सो अनि मैले धेरै भएको थियो नहालेको। अनि मलाई हाल्न मन लागिरहेको थियो। अनि तर म अब हाल्दै जान्छु बिस्तारै, बिकज आई हेभ समथिङ गुड फर यु अल। त्यसको लागि चाहिँ वेट गर्नुपर्ने हुन्छ 1 month। अनि यस, स्पोइलर अलर्ट हो क्या हो। अनि त्यही हो, अब चाहिँ म इन्ड गर्छु भिडियो। आई होप हजुरहरूलाई मन पऱ्यो होला। म सकेसम्म सिनेमेटिक टाइप राख्न खोज्छु। अलिअलि बोलेको त छु तर त्यस्तो धेरै बोलेको छैन। यस्तै हो। थ्याङ्क यू सो मच फर वाचिङ गाइस टिल द एन्ड। अनि मैले चाहिँ फोन चार्जमा राखिरहेको, त्यही भएर त्यहाँ बेड छ यतापट्टि आएर बसिरहेको छु। सो यस्तै हो, थ्याङ्क यू सो मच फर वाचिङ टिल द एन्ड। इफ यु लाइक माई भिडियो देन यु क्यान डु लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब। इफ यु थ्याङ्क यू सो मच फर वाचिङ। आई विल मिट यु भेरी सुन। टिल देन बाई बाई, स्टे ह्याप्पी। थ्याङ्क यू फर वाचिङ गाइज।